नमस्कार, म चेवन बस्ने ठुलाघरे धर्मदेवी नगरपालिका 9 पुपाङ्गु सङ्खुवा सभा मेरो घर हो। अहिलेको बसाइ चाहिँ काठमाडौँमा छ। म हरेक हप्ताको मङ्गलबार तपाईहरुसम्म आउने गर्छु। आजको मङ्गलबार चाहिँ भुजङ्ग पर्याप्त छन्दको एउटा देवकोटालाई सम्झना भन्ने एउटा कविता लिएर आएको छु। यो भुजङ्ग पर्याप्तमा लेख्ने प्रयास गरेको छु। म सम्झन्छु गाथा धरामा उठेको, पुगेको छ लासा कहानी गुथेको, यही जन्मिएका उनै हुन् विधाता, तिनै देवकोटामा काव्यदाता। बडो नाम राखी गए देवकोटा, विधामा नटुट्ने थिए काव्यवेता। सबैका बिलौना सुने आँगनीमा, तिनै देवकोटा रहे सम्झनीमा। मुनाको बिलौना र हाम्रो कहानी, महाकाव्य लेखेर गुज्र्यो जवानी। सबै मार्ग साहित्यका ती विजेता, सुनौलो सितारा तिमी देवकोटा। खुबै दुःख भोगेर सारा जगतका, तिनै वेदनाका कुरा लेखनीका। सुधारे पुराना व्यवस्था अवस्था, खुशी सुखी जीवनीका पिता देवकोटा। गयो देशभन्दा निकै माथि भाषा, सबै लोक चुम्ने थियो भाव खासा। सिकाएर भाषा बनाए निखार, युगौँसम्म बाँचुन् उनैका विचार। युगौँसम्म बाँचुन् उनैका विचार, युगौँसम्म बाँचुन्। लक्ष्मीप्रसाद देवकोटालाई फेरि एकचोटि सम्झिँदै यो कवितालाई यही अन्त्य गरेँ। हस्त धन्यवाद, नमस्कार। सुनिदिनु भयो। आउँदो मङ्गलबार पनि तपाईहरुसम्म आउने नै छु।